हेलो गाइज नमस्कार। आज हामी न्यू इयर स्पेसल चाहिँ कहाँ रे घलेगढीको यात्रा हो। हामी चाहिँ अहिले अब यहाँबाट स्टार्ट हुन्छ हाम्रो यात्रा चाहिँ सुरु हुन्छ। हेलो हेलो अब हाम्रो यात्रा चाहिँ यहाँबाट सुरु हुँदैछ। गाडी छ दुईटा। अब यहाँबाट स्टार्ट। हामी चाहिँ अब बटार बजारबाट हिँड्यौँ। बटार बजार टाइगर हुँदै सङ्गम चौक निस्केर हामी स्ट्रेट बाटो जान्छौँ त्यसबाट। त्यसपछि हामी यहाँ ढुङ्गे आइपुगेको छौँ। ढुङ्गेतिर चाहिँ एकदम घरहरू भत्किरहेको रहेछ एकदम बाटो बढाउने क्रममा। ढुङ्गेबाट हामी राइट साइड लगाएर माथितिर जाँदैछौँ। एकदम अफ रोड छ यो एकछिन चाहिँ ढुङ्गेको उकालो। त्यसपछि चाहिँ एकदम पिच बाटो छ। यस्तो दामी बाटो छ, बवाल छ बाटो चाहिँ दामी छ, बवाल छ बाटो। हामी यता आइपुग्नु लाग्यो कता भने हामी बेत्रावती बजार आइपुग्नु लागेको। आज बेत्रावती ट्याक्क लाएर यहाँबाट चाहिँ रसुवा छिर्छ हामी। यो नुवाकोट र रसुवाको सिमानाको पुल हो यो चाहिँ। अब यतापट्टि चाहिँ हामी रसुवा छिरो चेकपोस्टबाट मास्तिर लाग्यो। त्यसपछि जङ्गलको बाटो छ, एकदम राम्रो छ, हरियाली छ। यतातिर चाहिँ हामीले अरू पनि साथीहरू भेटेको छौँ, सबै चाहिँ घलेगढी जाने साथीहरू। जङ्गलको बाटो एकदम हरियाली, चिसो चिसो मौसम छ, एकदम राम्रो लाग्यो हामीलाई चाहिँ। यस्तो दामी छ बाटो। यहाँबाट हामी चाहिँ कालिका गाउँपालिका प्रवेश गर्यो। रसुवा कालिका गाउँपालिका एकदम राम्रो छ। बाटो चाहिँ अलिकति सानो रहेछ तर पनि राम्रो छ बाटो। सिधै बाटो छ, सिधै बाटो एकदम राम्रो छ। त्यसपछि हामी माथि पुग्नु लाग्यो। कालिका स्थान पुग्न आइपुग्यो। हामी चेक पोइन्ट आइपुग्यो परबिट। यहाँबाट चाहिँ कालिका स्थान आइपुग्नु लाग्यो। यहाँबाट अलिकति माथि चेकपोस्टबाट हामी देब्रेतर्फ लाग्छौँ। देब्रेतर्फ लागेपछि हामी त्यहाँबाट चाहिँ अफ रोड सुरु भयो। गाई चाहिँ अफ रोड छ, लगभग 10-15 मिनटको बाटो छ अफ रोड। त्यसपछि हामी घलेगढी आइपुग्छौँ गाइज होइन। घलेगढी आइपुग्न लाग्यो गाइज। बाटो एकदम अफ रोड छ, तैपनि ठिकै छ, राम्रै छ बाटो। फाइनल्ली गाइज हामी घलेगढी आइपुग्नु लागेको छ। तल छ हामी त्यहाँबाट चाहिँ लगभग 10-15 मिनट माथि टुप्पोमा पुग्नुपर्ने छ। ठाउँ चाहिँ एकदम राम्रो छ। सबैजना आफ्नो सामान झिक्दै हुनुहुन्छ। हामी चाहिँ ड्राई पिकनिकको लागि हो, न्यु इयर स्पेसल हो होइन। केटाहरू पानी बोकेर माथितिर जाँदैछ। अनि हामी पहिलो खुड्किलो हाम्रो भान्जी चाहिँ थकाइ लाएर पानी पिउँदैछ है भान्जीले। बाटो एकदम उकालो छ तर पनि एकदम राम्रो लागेछ हामीलाई चाहिँ। हिँड्दा पनि एकदम दामी लागेछ। मेरो बाबु, एउटा बाबुले पानी बोक्दैछ, अर्को मेरो बाबु यत्तिकै हिँड्दैछ सरगम। फाइनल्ली हामी आइपुग्न लाग्यो गाइज यही माथिको होइन। अब एक स्टेप माथि हो। जस ठाउँ चाहिँ एकदम राम्रो छ, सुन्दर छ, शान्त छ, एकदम रमणीय छ। घुम्नलाई चाहिँ एकदम पर्फेक्ट छ। सबैजना तलतिरबाट बिस्तारै माथि उकालो लाग्दैछन्। सबैजना आफ्नै पारामा छ है गाइज है। अनि हाम्रो भान्जीहरू, छोरी भान्जी, छोरो भान्जाहरूलाई चाहिँ एकदम थकाइ लागेको अवस्था, एकदम उकालो थियो। लास्ट स्टेसन चाहिँ यही हो। एकदम दामी छ। हामी चाहिँ न्यु इयर स्पेसल हो है गाइज, यो चाहिँ न्यु इयर स्पेसल हो। सबैजना तलतिरबाट आउँदै हुनुहुन्छ, उकालो छ, बिस्तारै आउँदै हुनुहुन्छ सबैजना। मेरो बुढीको हालत खराब भएको छ। हेलो हेलो नानु भनेर हाम्रो नातिनी, क्युट नातिनी। फाइनल्ली हामी चाहिँ ट्याक्क लाएर घलेगढी आइपुगेको अवस्था। अब चाहिँ यहाँ सबैजनाले
ठाउँ मिलाउँदै हुनुहुन्छ। एकदम रमाइलो छ ठाउँ चाहिँ, एकदम दामी लाग्यो। पिकनिक आउने ठाउँ पनि रहेछ। हाम्रो चाहिँ ड्राई पिकनिक हो गाइज है। ड्राई पिकनिकमा एकदम बवाल पारेको सबैजना, हाम्रो फ्यामिली हो सबैजना, हाम्रो आफ्नै फ्यामिली मेम्बर हो, अरू कोही पनि छैन बाहिरी मान्छे। ट्याक्क लाएर न्यु इयरको पार्टी हाम्रो। ह्याप्पी न्यु इयर सबैजनालाई भन्न चाहन्छौँ हामी सबैजनाले। सबैजनाले खाजा खाएर चाहिँ फोटो खिच्दै हामी लास्टमा चाहिँ हामी ग्रिन टीको पार्टी गर्दैछौँ है गाइज। लास्ट टावरमा चाहिँ तल आएर फोटोसोटो खिचेर ग्रिन टीको मजा लिँदैछ। चिसो चिसो मौसममा तातो तातो ग्रिन टी, कसैले चिया, कसैले ग्रिन टी खाँदैछौँ। त्यसपछि लास्ट टावरमा हामी एक मिनट चाहिँ नाच्ने भनेर हामी मिन्दोमायामा नाचेको छौँ। सबैजनालाई एकदम रमाइलो भएको अवस्था। लास्ट स्टेपमा मिन्दोमाया नाच हाम्रो। मिन्दोमाया नाचेसँगै हाम्रो चाहिँ यसपालिको न्यु इयर चाहिँ घलेगढीमा एकदम रमाइलोको साथ बितेको छ। धन्यवाद।